मेरो नजरबाट म यसलाई यस्तो उसलाई यस्तो भन्दैन। रवि र बालेन भनेको अब यिनीहरूले काम गरेका छैनन्, अरूलाई चाहिँ देखिसक्यो। कसैले यहाँ त दोष लगाइरहेछन्, यिनीहरू अमेरिकाको एजेन्ट हो, लुसिफर हो, कुनै के हो, यो चाहिँ एमसिसी ल्याउने यिनीहरू हो भनिरहेछन्। जसको हृदय सफा छ नि त्यो मान्छेले अरूको आलोचना नै गर्दैन। अहिले चुनावको माहौल छ, अहिले एउटाले अर्को खुट्टा तान्ने, अर्कोले अर्कोलाई गाली गर्ने, गिराउन खोज्ने, तथा नाम भन्ने अहिले लहर चलेको छ। कसरी हुन्छ गिराउँ, आफू कसरी हुन्छ माथि आउँ, भोट कसरी लिन सकिन्छ, कसरी तान्न सकिन्छ जनताबाट भन्ने त छाड मछाड छ। तर महावीर पुन सरको त्यो सोचाइ नै छैन। उनको साधारण छ, स्पष्ट छ, निश्चल छ। म चाहिँ के भन्छु भनेदेखि अब म्याग्दीका जनताले चाहिँ महावीर पुन सरलाई एकदम अत्याधिक बहुमतले विजय गराउनुहोस्, उहाँलाई शुभकामना दिन चाहन्छु। र जित्नु पनि पर्छ यस्तो मान्छेले।